तपाईँ कुनै कम्पनीमा जोइन हुनुहुन्छ सेल्स या मार्केटिङ पर्सनालिटीको रूपमा, होइन? कम्पनीले पनि एक्सपिरियन्सवालालाई धेरै पे गर्नुको सट्टा फ्रेसरलाई कम्ती पे गर्दा हुन्छ भनेर फ्रेसरलाई हायर गर्छ। त्यस कारणले गर्दा पनि के हुन्छ भने मिनिमम भन्दा पनि थोरै पे गरेर फ्रेसरलाई कम्पनीले हायर गरेर के गर्छ, सेल्स टार्गेट दिन्छ र तपाईँको लगाम लगाएको घोडा जस्तो सेल्सको रेसमा तपाईँलाई दौडाइदिन्छ। तर यसमा तपाईँलाई सेल्सको टार्गेट पुग्नुभन्दा पनि हप्तैपछि, 15 दिनमा, महिना दिनमा आउँछ त के भन्दाखेरि खालि टार्गेटको प्रेसर मात्रै। तपाईँको टार्गेट कहिल्यै पुग्नेवाला छैन। अब यसमा समस्या के छ भने तपाईँहरू पनि टार्गेट दिइसकेपछि बुझ्नु गर्नु केही छैन, नबुझिकन रेसमा दौडिन थालिहाल्नुहुन्छ। त्यो एउटा 3 इडियट भन्ने फिल्ममा छ नि, बुझ्नु गर्नु छैन, के गर्न आँटेको, के गर्न पर्ने हो नबुझिकन रेसमा दौडिन्छ भनेर चाहिँ आमिर खानले भने जस्तो तपाईँहरू पनि टार्गेटमा, कम्पनीमा मैले त काम पाएँ, जब पाएँ भनेर रेसमा दौडिन थालिहाल्नुहुन्छ। त हुन्छ के भन्दाखेरि रिजल्ट चाहिँ तपाईँको 0 हुन्छ, रिजल्ट 0 हुन्छ, भने जस्तो रिजल्ट आउँदैन। आउनुहोस् हेरौँ यसको मुख्य कारणहरू के हुन सक्छन् भनेर। नम्बर 1 मा छ है, फ्रेसरलाई मार्केट बुझ्ने अवसर नै दिइँदैन। किनभने कम्पनीको एचआर डिपार्टमेन्ट हुन्छ, एचआर डिपार्टमेन्टले के गरेको हुन्छ भने कम्पनीलाई जहिले पनि थोरै पे गरेर चाहिँ स्टाफको व्यवस्था मिलाउँ भन्ने पक्षमा हुन्छन् उनीहरू। जहिले पनि उनीहरूलाई निर्देशन पनि माथि बोर्ड अफ डाइरेक्टरबाट त्यस्तै आएको हुन्छ। त्यही हिसाबले उनीहरूले एक्सपिरियन्स धेरै वर्ष भएको, त्यसमा ज्ञान भएको, मार्केट बुझेको मान्छेलाई धेरै पे गर्नुभन्दा भर्खर पास आउट भएर आएका तपाईँहरू जस्ता मेनहरूलाई चाहिँ हायर गरेर थोरै, मिनिमम भन्दा पनि थोरैमा हायर गरेर चाहिँ तपाईँको रेसमा लगाइदिन्छन्। र त्यस पछाडि के हुन्छ भने मार्केट बुझ्ने अवसर तपाईँले पाउनु भएको हुन्न। मार्केट के खालको छ, कुन प्रोडक्ट हो मेरो, अनि मार्केटमा कुन ठाउँमा, कुन एरियामा कस्तो खालको प्रोडक्टको डिमान्ड आइरहेको छ, कस्टमरले के खोजिरहेछ, त्यो बुझ्ने मौका नै तपाईँहरूले पाउनुहुन्न। किनभने तपाईँलाई डेली रूपमा चाहिँ टार्गेटको लागि प्रेसर आइरहेको हुन्छ। आज दिनभरि तपाईँ जतिसुकै कुद्नुहोस्, रिजल्ट आउनेवाला केही पनि होइन, मात्र तपाईँलाई बेलुका प्रेसर आउने हो, माथिबाट तपाईँको प्रेसर आउने हो। नम्बर 2 मा छ तपाईँहरूलाई आफ्नो प्रोडक्टको बारेमा जानकारी नै पूर्ण ज्ञानै हुँदैन। जस्तो मानिलिउँ कि तपाईँले एउटा मोबाइल फोनै एउटा बोकेर हिँड्नु भएको छ। त्यो मोबाइल फोन चाहिँ कुन पर्पजको लागि बनाएको छ, त्यसको भित्र कन्फिगरेसनहरू के छ, होइन, कस्तो खालको कस्टमर ग्रुपले चाहिँ यसलाई चलाउने हो भनेर त्यो तपाईँहरूलाई ज्ञानै भएको हुँदैन। आफ्नो प्रोडक्टको बारेमा आफूलाई नै ज्ञान हुँदैन। यो प्रोडक्ट कसको लागि हो, कुन टार्गेटेड एरिया, कुन टार्गेटेड कस्टमरको लागि हो भनेर त्यो ज्ञान नै सेल्सम्यानहरूमा भइरहेको हुँदैन। र नम्बर 3 मा छ आफ्नो कम्पनी र प्रोडक्टको बारेमा हिस्ट्री थाहा नहुनु। के हुन्छ भने कति त यतिसम्म हुन्छ कि जुन कम्पनीको लागि रिप्रेजेन्ट गर्न मार्केटमा प्रोडक्ट लिएर हिँडिरहेका हुन्छन्, उनीहरू कति त यदि हुन्छन् आफ्नो कम्पनीको पुरा नाम पनि जान्दैनन्। त्यस्ता पनि मान्छे भेटिन्छ है। अनि तपाईँले चाहिँ तपाईँ मार्केटमा हिँड्नु भएको छ, हिँड्दाखेरि चाहिँ प्रोडक्ट लिएर हिँड्नु भएको छ, कुन ब्रान्ड लिएर हिँड्नु भएको छ, त्यो ब्रान्डको हिस्ट्री के हो, कहाँबाट सुरुवात भएको थियो, त्यसको इतिहास के छ, त्यो मार्केटमा त्यसको आफ्टर सेल सर्भिसहरू के छ, कम्पनीले तपाईँको एरियामा सर्भिसहरू प्रोभाइड दिएको छ कि छैन, यस्ता क्वेसनहरू तपाईँहरूलाई चाहिँ एउटा पोसिबल कस्टमरहरूले सोधे भने तपाईँले त्यसमा दिने जवाफ तपाईँलाई नै थाहा हुँदैन क्या। तेस्रो ठुलो कारण भनेको चाहिँ यो कम्पनीको नामै पनि थाहा नभएको पनि मैले देखेको छु कतिपय सेल्सम्यानहरूलाई, होइन। र त्यस कारणले जब कि तपाईँको एपिसोड 1 मा मैले भनेको थिएँ सेल्स भनेको चाहिँ तपाईँको
हाम्रो प्रोडक्ट राम्रो छ सस्तोमा दिन्छु भन्नेमा बिक्ने चिज होइन। कुनै पनि प्रोडक्ट सस्तोमा दिन्छु, अरू बजारमा सेम क्याटेगोरीको प्रोडक्ट हुँदा सस्तोमा दिन्छु, र मेरो प्रोडक्ट राम्रो छ, यो त एकदम राम्रो छ, यो त धेरै राम्रो छ मात्रै भनेको भरमा कसैले अहिले प्रोडक्ट तपाईँसँग लिन चाहँदैनन्। किनभने मार्केटमा प्रेजेन्स त्यसको कस्तो छ, आफ्टर सेल्स सर्भिसहरू कस्तो छ, त्यो सबै कस्टमरले अचेल हेर्छन्। किनभने अहिलेको ग्राहक भनेको कस्तो भने अहिलेको मार्केटिङ कन्सेप्ट कस्तो आइसकेको छ भने तपाईँको समष्टिगत बजारशास्त्रको अवधारणा यानि कि होलिस्टिक मार्केटिङ कन्सेप्ट भनेर आइसकेको छ। पहिला त अब के हुन्थ्यो भने अब सट्टेबाजीबाट सुरुवात भएको हो। एउटा सामान दिने, अर्को उसँग भएको सामान लिनेबाट चाहिँ मार्केटिङको सुरुवात हुँदै चाहिँ अब लडाकु ट्याङ्कहरूको उत्पादन गरेर जर्मनीले चाहिँ विदेशमा बेच्न थाले पछाडि बजारीकरणको अवधारणा त्यहाँबाट सुरु भएको थियो। तर कस्टमरले तपाईँको कम्पिटिटरको भन्दा राम्रो छ भनेकै मात्रै भरमा चाहिँ किन्दैन। अहिले चाहिँ के हुन्छ भने तपाईँको वी मेक वाट वी क्यान सेल भन्ने कन्सेप्ट चल्छ। त्यसको अर्थ के हुन्छ भने त्यो म आउँदो एपिसोडमा बुझाउँदै जाउँला। भनेको जे हामी बिक्री गर्न सक्छौँ त्यो हामी उत्पादन गर्छौँ भन्न खोजेको हो। त्यसको बारेमा एउटा छुट्टै एपिसोडै हामी बनाउनेछौँ। र त्यो कस्टमरलाई चाहिँ नि कस्तो हुन्छ भने सेल्स मास्टरले कहिले पनि प्रोडक्ट बेच्दैन क्या, फिलिङ बेच्छ। कस्टमरलाई उसको फिलिङ बेचिरहेको हुन्छ एउटा सेल्स मास्टरले। एउटा कमन सेल्सम्यानले चाहिँ एउटा प्रोडक्ट लाइक जस्तै यो एउटा पेन हो, यो धेरै राम्रो छ, यसले राम्रो लेख्छ, मसी पनि धेरै समयसम्म टिक्छ मात्रै भनेको भरमा हुँदैन क्या। एउटा कस्टमरले फिलिङ खोजिरहेको हुन्छ। कुनै एउटा पैसा हालेर कुनै प्रोडक्ट किन्छ भने त्यसमा एउटा फिलिङको लागि उसले आफ्नो मूल्य हालिरहेको हुन्छ होइन। विश्वास र भरोसा, एउटा सेल्स मास्टर हुनुहुन्छ भने तपाईँले कस्टमरलाई विश्वास चाहिँ बेच्ने हो, भरोसा बेच्ने हो होइन। त्यस पछाडि प्रोडक्टको भ्यालु बेच्ने हो। प्रोडक्ट कुनै एउटा सामान होइन, त्यसको भ्यालु क्या, त्यसबाट के उपयोगिता निस्किन्छ त्यो उपयोगिता बेच्ने हो कस्टमरलाई। चाहे त्यो तपाईँको सबैभन्दा महँगो सामान होस्, चाहे एभरेज सामान होस्, चाहे सस्तो सामान होस्, भ्यालु हरेक ठाउँमा हरेक चिजको अलग अलग हुनसक्छ। त्यसको लागि पनि मार्केट सेग्रिगेसन भन्ने एउटा अलग्गै च्याप्टर हामी ल्याउँछौँ। भ्यालु हरेक ठाउँमा अलगै हुन्छ होइन। अब कसैको लागि सुपर कार एउटा सपना छ अनि उसलाई चाहिँ अब ल्याम्बोर्गिनीमा हिँड्न मन छ, सपना देख्छ भने उसको लागि त्यो भ्यालु ठुलो भयो होला त्यतिखेरको लागि। तर त्यही मान्छे चाहिँ मरुभूमिमा 2 दिनदेखि तिर खाएर कुदिरहेको छ, उसलाई ल्याम्बोर्गिनी कार ल्याएर दियो भने ऊ खुसी हुन्छ कि 1 बोतल पानी ल्याएर दियो भने ऊ खुसी हुन्छ भन्नुहोस् त। त्यस कारणले भ्यालु दिने हो हामीले, कस्टमरलाई भ्यालु बेच्ने हो। कहिले पनि एउटा सेल्स मास्टरले फिलिङ बेच्छ र त्यो प्रोडक्टको भ्यालु, त्यसको उपयोगिता बेचिरहेको हुन्छ, न कि कुनै एउटा प्रोडक्ट बेचिरहेको हुन्छ। त्यसको लागि सेल्स पर्सन आफैलाई आफ्नो प्रोडक्टको भ्यालुको बारेमा थाहा छैन भने उसले कसरी कस्टमरसँग चाहिँ भ्यालुको प्राइस चाहिँ असुल हुनसक्छ, आफ्नो प्रोडक्टको भ्यालुको प्राइस कसरी असुल हुनसक्छ, त्यो पनि सोच्ने कुरा हो होइन। मेरो प्रोडक्टले कस्टमरलाई कति भ्यालु प्रोभाइड गर्छ भनेर एउटा कुनै पनि सेल्सम्यानले जानिरहेकै हुँदैन क्या अहिलेको जमानामा। यो अहिले जुन होडबाजी चलिरहेको छ, फ्रेसरहरूलाई ल्याएर मार्केटमा दौडाइरहेका छन् घाममा है। मार्केट पसल हरेक क्षेत्रमा मार्केटिङ छ अहिले, डिजिटल मार्केटिङ छ, हरेक क्षेत्रमा छ। तर सेल्स टार्गेट एचिभ कसरी हुन्छ जब कि उसले त्यो प्रोडक्टको भ्यालु नै डेलिभर गर्न सक्दैन भने सेल्स टार्गेट त एचिभ गर्ने कुनै कुरै भएन, कसैले पनि सक्दैन। र यो कुरा सोचनीय कुरा हो। कम्पनी र एउटा सेल्स पर्सनालिटीले सोच्ने कुरा हो कि एउटा हात हाल्नुभन्दा अगाडि पूर्व तयारीहरू के चाहिन्छ होइन। अनि यो त्यसका लागि चाहिँ अब मार्केट रिसर्च भयो, त्यसको बारेमा मार्केट सेग्रिगेसन भन्ने हुन्छ, त्यसको च्याप्टर म अलग्गै ल्याउने छु। टार्गेटेड सेल्स भन्ने हुन्छ। अनि त्यस पछाडि तपाईँको 5P हुन्छ होइन। भनेको त्यसको लागि पनि एउटा क्लास अलग्गै चाहिन्छ। प्रोडक्ट, प्राइस, प्लेस, प्रमोसन र त्यसमा 4वटा 4Ps भनेर पढ्नुभएको होला तपाईँहरूले मार्केटिङमा। तर 4वटा होइन 5वटा छ अहिले, प्लस 4PS थपिएको छ।
त्यो एस भनेको चाहिँ सबैभन्दा ठुलो कुरो सर्भिस, आफ्टर सेल्स सर्भिस। प्रोडक्ट हुन्छ, त्यसको प्राइस ठिक होला होइन, त्यसको प्लेस ठिक होला, सही ठाउँमा होला, प्रमोसन पनि होला, मान्छेले ग्राहकले किन्लान् पनि। तर आफ्टर सेल्स सर्भिस भएन भने त्यो मार्केटमा लामो समयसम्म टिक्न सक्दैन। यसको लागि हामी छुट्टै एपिसोड ल्याउनेछौँ। र यो अहिले जुन समस्या मैले बताएँ यसको एउटा ज्वलन्त उदाहरण भर्खरै म बिर्तामोड हुन्डाईको सोरुममा गएको थिएँ, भिजिट गर्न गएको थिएँ। म एक्स्ट्रा गाडी हेर्न गएको थिएँ, क्लोजिङको टाइम थियो, केही डिस्काउन्ट होला, अलिकति अफर होला पुरानो स्टक क्लियरेन्समा भनेर म गएको थिएँ। त्यतिखेर त्यहाँको सेल्स गर्ल भनौँ, सेल्समा 2 जना हुनुहुन्थ्यो क्या सायद। म सोरुमभित्र पसेँ, आफ्नै हिसाबले गाडी हेरेँ, बाहिर उहाँहरू चिया खाएर बसिरहनु भयो, त्यति भ्यालु पनि दिनु भएन है। यो चाहिँ अब हुन्डाईको कुन लक्ष्मी ग्रुपको पर्छ है कसको पर्छ उहाँहरूलाई जान्ने कुरा हो। उहाँहरूले पर्याप्त मात्रामा ट्रेनिङ दिनुभएको छैन कि सेल्सको अथवा प्रोडक्टको पनि उहाँलाई जानकारी मैले 30% पनि देखिनँ है। अब म चाहिँ अटोमोबाइल लाइनमा लगभग 16-17 वर्ष कमर्सल इन्जिनमा बिताएको मान्छे, सेल्स र मार्केटिङमा डिप्लोमा र मार्केटिङमै डिग्री गरेको मान्छे भएको कारणले गर्दाखेरि तपाईँहरूलाई चाहिँ सजिलो होस्, भोलिको दिनमा अप्ठ्यारोहरू नआओस्, केही आइडियाहरू कन्सल्टेसन, मेरो त च्यानलको नामै विशेष कन्सल्टेसन छ है। यसमा तपाईँले कुनै पनि शुल्क तिर्नुपर्ने छैन। म एपिसोड बाई एपिसोड लिएर आउने नै छु। यो कन्सल्टेसन, विशेष कन्सल्टेसन स्क्रिनमा देखिरहनु भएको होला, यसलाई फलो गर्नु होला। नेक्स्ट एपिसोडमा हामी यो आजको समस्याको समाधानलाई लिएर आउनेछौँ। त्यसका लागि यो पेजलाई फलो गरिदिनु होला, सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, र कुन विषयमा तपाईँ चाहनुहुन्छ कमेन्ट पनि गरिदिनु होला। अटोमोबाइल सेक्टरको पनि हामी सिरिजहरू ल्याउने गर्छौँ अब छिटै भविष्यमा, अटोमोबाइलको सिरिज र छुट्टै छुट्टै विषय छुट्याएर सेल्स, डिस्ट्रिब्युसन र एडभर्टाइजिङ 3वटा फरक हुन्छ। त्यसमा मैले चाहिँ ग्रेजुएसन गरेको हो अलग अलग 3टा विषयमा। Become a trusted advisor. Follow for more sales strategy tips. त्यसले पनि तपाईँलाई पक्कै सहयोग गर्ने नै छ। त्यसको लागि चाहिँ पेजलाई फलो गर्न नबिर्सिनु होला।